हेलो नमस्ते सबैलाई। आजको मेरो नयाँ भिडियोमा आज चाहिँ मेरो कामको बिदा थियो कि कति बज्यो 10 बज्यो। त्यही 9:45 तिर मलाई मेरो काम गर्ने दाइ जुन हेल्पर हुनुहुन्छ नि त्यो दाइले कल गरेर के अरे काम गर्न आउँछस् भनेर सोध्नुभयो। अब निन्द्रा पुगिसकेको थियो अनि अहिले भ्याकेसनको बेला झन् काम धेरै गरौँ भन्ने सोचिरहेको थिएँ। ट्याक्कै दाइले काम गर्छस् भन्नुभयो। अब काम त गर्नु पर्यो, अलिअलि पैसा चाहिरहेछ। अब कलेज फिस तिर्नुपर्ने छ। त्यही भएर म चाहिँ ल भनिदिएँ। यति भान्से चाहिँ यार कसरी हो ल भनिदिएँ। अब जान लाग्यो, चाँडै आइज भनेछ। अब यो बाइक तात्न पनि टाइम लाग्छ कि कत्रो साउन्ड आएको यतिकै। ओइल फेर्नु छ। अब त मेरो सायद नेक्स्ट विकसम्म चाहिँ यसको यो नयाँ पार्ट आउँछ पुरै। त्यहाँ अगाडि सबै फेरिन्छ राम्रो। के पार्ट भन्छ त्यसलाई, काउल समथिङ काउलै भन्छ। त्यो आउँछ। यो फेर्छु पुरै फेर्छु। दामी कलर आउँछ त्यसको। मैले इन्स्टलेसन अनि अनबक्सिङ अनि इन्स्टलेसन पछिको लुक सब देखाउँछु एउटै भिडियोमा। अनि हेरिदिनु होला। अब मैले इन्स्टल चाहिँ कसरी गर्छु भने आफैले गर्ने हो, त्यहाँ गर्छु पार्किङमा। अनि किनभने मैले सोधेको कि त्यहाँ मेरो मतलब चिनिरहेको बाइकहरूलाई मतलब बाइक पसलमा त्यहाँ चाहिँ कति भनेको थियो, समथिङ 35,000 लाग्छ अरे नेपाली यो पुरै नट खोलेर हाल्नलाई। अनि यस्तो त अब नट खोलेर हाल्न त मलाई आइहाल्छ नि। त्यही भएर अनि म आफै हाल्छु भनेर मलाई भिडियो नि हुन्छ। अनि के आउँदैन म आफै अब रिसर्च गरेरै गर्छु कि। नआउने त होइन, आउँछ कि। मैले एकचोटि खोलिसकेको छु, बनाएको नि छु। भयो नि अब केही कुराहरू थाहा छैन भने त अब म त्यसलाई फोन गरेर नि सोध्छु कि। तर म भिडियो बनाउँछु कसरी गरेँ यताउता, हल्का नलेज दिन्छु अनि आफूले नलेज हुन्छ। यसको टायर अझै छ यार यत्रो। 40 छ, 50 भएपछि हिँडौँ भनेको। अब 50मै हो कि हिँड्ने, 50-60मै। अब अलिकति बाइक टाप्न टाइम लाग्छ। यसको काम नि छैन कि, क्विक सिफ्टर छ। अनि अरू चाहिँ के भन्ने है। अब सुतिरहेको थिएँ, काममा जानु पर्यो। आज चाहिँ सन्नी डे छ। त्यो लगाएको रहेछु, के भन्छ त्यसलाई, एन्डी फिल्टर लगाएको छु। कस्तो आउँदो रहेछ ल अब गइदिउँ है। अब म खासै त बोल्दिनँ कि स्टार्ट भएपछि। त्यही पनि अब बाइकको साउन्डहरू कस्तो आउँछ हेरिदिनु होला। ल हिँड्दिउँ अब। आज त खत्रै घाम छ त यार। यस्तो मात्रै लास्ट डर लाग्छ कि मलाई। मान्छेहरू ट्याममा आइदिन्छ, सानो बाटो छ। अनि कस्तो रुगा लाग्नु थालेको। कति बजी 10:08 भएछ। कस्तो देख्नु भएको छ नि। एन्टी फिल्टर हालेको थिएँ, हाल्न त 8को हालेको छु क्या। 16को हाल्नुपर्ने रहेछ। लास्ट घाम रहेछ। अब केही छैन, 8कोले कस्तो आउँछ हेरौँ एकचोटि, ट्राई गरौँ भिडियो। कोरियामा यस्तै हो, जाडो छ। उब्बरै जाडो छ अहिले त। उब्बरै अहिले त कति छ थाहा छैन। हिजो चाहिँ मेरो यो पन्जाबाट यो सानो दुलो छ नि होल, त्यहाँबाट चिसो हावा छिरेर मेरो औँला दुखेर आमा फ्रिज भए जस्तो भएको थियो क्या। अनि यो एरियामा चाहिँ नो लाइट, नो केही, नो रुल्स। सट्टहरू मान्छे हिँडिदिन्छन्। त्यही भएर डर छ यो एरियामा चाहिँ। अरू त खासै केही छैन, रमाइलो छ। तर मलाई यता बस्दा चाहिँ अब म चाँडै नै आफ्नो केटाहरूतिर सर्दैछु। त्यतातिर मजा आउँछ, साथीहरू टक्क। यता एक्लै भयो क्या, त्यता सर्यो भने साथीहरू यताउति रमाइलो हुन्छ भेटघाट।
भित्र यार। मैले हेलमेट किन्ने बेला भन्छ कि मेरो यो हेलमेटको ऊ लक नभएर अनि ठ्याक्कै रातो बल्थ्यो यार। यो लक हेलमेटमा लक नभएर अनि हावा छिरिरहेछ क्या। हावा छिरेपछि अनि अभियसली मेरो त्यो के अरे माइकमा अनि के अरे विन्ड फ्लो हुन्छ, त्यसपछि त अनि साउन्ड किरिकिरी आउँछ यताउति। यहाँ धेरै जस्तो बिएमडब्ल्यू हिँड्छ दामी। मेरो काम गर्ने ठाउँमा चाहिँ मेरै एउटा दाइको बिएमडब्ल्यू छ दामीवाला। अनि जहिले आउँछ मलाई बिएमडब्ल्यूको की देखाउँछ अनि मैले चाहिँ मेरो सिबिआरको की देखाउँछु। पहिलो हरियो भयो। कत्रो कराएको बाइक यार, कत्रो कराउँछ कि मलाई। 1000को त यही हो क्या फाइदा, साउन्ड यति धेरै लाउड छ कि। के हो नि त साउन्ड यार। एक गियरमा छ क्या यार, एक गियर 2 गियरसम्म हान्छु मैले खासमा। धेरै हान्नु नि पर्दैन चिसोमा, गियरकोले सारिरहन्छ। एक दुई मात्रै हो क्या, त्यति इनफ यो एरियामा। अनि अबदेखि चाहिँ मैले बोलेरै मतलब भोइस ओभर गरेरै भोइसमै भिडियो बनाउने सोचिरहेको छु। मैले विथआउट भोइस एक्जस्ट साउन्ड मात्रै, र साउन्ड मात्रै गर्न खोजेको। अनि खासै होला जस्तो लागेन होइन। त्योवाला नि हाल्छु 1-2वटा अनि नर्मली बोलेकोहरू पनि अब कोरियाको यताउतिहरू नि हाल्छु म। त्यो मेरो नर्मल्ली हिँड्ने बाटो यही हो कि डेली। यही बाटो आऊ, यो बाटो जाऊ, यही बाटो आऊ, यो बाटो जाऊ। अब भिडियोहरू बनाउनु थालेपछि त म अरू बाटो जान्छु कि। गियरमै मजा आउँछ। स्वाट तान्यो यो वालाले। के भएर रहेछ हौ, कस्तो यसले कुदाएको हौ। यसलाई कहाँ जाने हतार भएको नि। आनन्दले जान ओभरटेक हान्दै हिँडिरहेछ। हुन त मैले नि कुदाइरहेको छु कि भयो पनि। के भयो हौ, यो यहाँ होइन कि वहाँ हो यसको। यो त अबि कति लामो जाम हौ। कस्तो लामो जाम हौ त। अनि मैले चाहिँ बाइकको तेल पनि हाल्छु, प्रिमियम पाउँछ। काममा जाँदा आउँदा सजिलो हुन्छ। अनि अहिले त छ हौ, मैले कति भयो तेलै हालेको छैन हौ। एकचोटि मैले 3200को हालेको थिएँ फुल ट्याङ्की। यहाँदेखि धेरै भइसक्यो। स्कुटीको साउन्ड हो यार, कत्रो ठुलो आउँछ हौ यस स्कुटी। बाइक पो रहेछ हौ, मलाई थाहा थिएन। स्कुटी भनेको बाइक पो रहेछ। कुन बाइक हो यार? सिएफ मोटो। सही आएको हौ साउन्ड चाहिँ। अब हाई हेल्लो गर्नुहुन्थ्यो। अब आफू नि भनेको ठ्याक्कै तेल सकियो लामो। के यस्तो बोली मेरो राम्रो छैन क्या। सिएफ मोटो रहेछ, ठिक छ। वाइट हेलमेट, वाइट बाइक। मेरो फेरि ठ्याक्कै तेल सक्यो यार। होइन धेरै भएको थियो यार नहाले। सायद एक हप्ताभन्दा बढी भयो हौ। खासै कता नि गइएन, काम घर। अनि त्यो काम गरेरै हो क्या। मलाई अलिक चाँडो आइज भनेको थियो। अब कुदाउनु पर्ने, अब आइसक्यो। तर मलाई कोरियाको यो वेदर चाहिँ लुक्स, अब यो भिडियोमा त एन्टी फिल्टर आर्टले राम्रो देखेको छैन होला होइन।
सकेसम्म राम्रै बनाउनु कोसिस गर्छु पछि अहिलेलाई चाहिँ म्यानेज गरिदिनु होला, हेरिदिनु होला, माया गरिदिनु होला। अरूभन्दा नि यहाँबाट हो क्या हावा छिर्ने यार, चिसो छ चलाउनु पऱ्यो। 10-14 भयो, सट्ट लाएर जाउँ। त्यसले सायद त्यसको बाइकमा त्यो डिबी किलर हालेको छैन जस्तो लाग्यो यार, त्यो टुक 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 आइरहेको छ। हाम्रो आउँदैन, हाम्रो इन्क्लाइन्ड सिलिन्डर हो क्या, हाम्रो इन्क्लाइन्डमा हुइङ मात्रै आउँछ, टुक 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 आउँदैन। तर मलाई हुइङै छ यो स्पोर्टको, त्यो टुक 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 टुक। मेरो पहिला त्यो डुकको थियो कि, डुक 319 थियो कि मेरो, फेरि नभएको होइन। यस्तो हो नि त साउन्ड। यसलाई भन्छ नि त साउन्ड। मसँग होइन, मैले फर्स्ट टाइम कोरियामा आएर मेरो साथीहरूले बाइक किनेको देखेर किनेको होइन कि, मैले पहिले नेपालबाटै मेरो सोच के थियो भने कोरिया मतलब जुन देश गएँ नि, अब चाहे दुबई कतार गएँ नि, काममा गएँ नि, म बाइकै किन्छु भन्ने सोच गरेको थिएँ कि। पहिलेदेखि बाइक चलाउनु सक्थ्यो, नेपालमा खासै चलाउनु पाएँ, चलाएको चलाउनु नपाएको होइन, चलाएको धेरै चलाएँ। तर बाबा मम्मीको कारणले खासै चलाइन। अब यहाँ त अब आफै काम गर्छु, आफै रमाउँछु, घरमा पैसा पठाउँछु, कलेज फी तिर्छु गरेर अहिलेलाई फ्री छु। त्यस्तो लापरवाही गरेर चलाउँदिनँ। अब अलिअलि त कुदिहाल्छ नि, जसमा केही नहुने पाराले, धेरै स्पिड नि जान्न। अनि हुँदा 10-16 भयो, 8 मिनट भइसक्यो। चाँडो आइदियो भने जस्तो 11 बजीदेखि स्टार्ट हो हाम्रो आज। त्यही पनि आज मलाई किन बोलायो मलाई आफै थाहा छैन हौ। केही रिजन त छ होला होइन, किनभने हाम्रोमा चाहिँ 5 दिन बाहेक अरू दिन काम गर्न मिल्थेन। अब मैले 5 दिन काम गरेँ, आज मेरो बिदाको दिन, म मस्त सुतिरहेको थिएँ, टक्क फोन आयो। सायद मैले मेरो साथीहरूले गरे होला भनेर एकछिन हेरिनँ, अनि को रहेछ भनेर यसो हेरेको त दाइको नाम छ, अनि टक्क मैले सम्झिहालेँ पक्कै अब केही न केही भयो। अनि यहाँ रोकिदियो, जानुहोस् हजुर। अब मेरो चाहिँ काम गर्ने ठाउँमा आयो होइन, बारी। यो त यहाँ त कति मान्छे आउँछ आज। यो त मेरो पर्सनल पार्किङ हो। अब कलर मेरो लुक्स, आज मेरो बाइक के भइरहेछ यार, झन्डै लडाएको त होइन कि यो अड्केछ यहाँ। ल